आज बिदाको दिन मम्मीले जामिन छोरा अमेरिका घुमेर आऊँ भन्नुभयो। त्यो भएर म मम्मीको हात समातेर पछि लाग्दै गएँ होइन। मम्मीले चाहिँ मलाई हेर्नु न ज्याकेट कस्तो ल्याइदिनु भएको, 2 वर्ष पछाडिसम्मलाई हुन्छ भनेर अरे। ल म अहिले लन्डनमा थिएँ होइन भर्खरैसम्म, अहिले चाहिँ म एकछिन फ्रान्समा पुगेँ है। अब म अमेरिकातिर लम्किँदैछु है त, एकैछिन पर्खिनुहोस् है, म अमेरिका पुगेर फेरि पोज दिन्छु है त। ल म अमेरिका पुगिहालेँ है। म हिँड्दैछु अझै हिँड्दैछु, फेरि म विश्वास लागेन क्या अमेरिका होइन कि क्या हो जस्तो लागेर म फर्केर पछाडि हेरेको, फेरि त मलाई लन्डन आइपुगेछु क्या एकैछिनमा फुत्तै। ल मम्मीले भन्दै म दौडेर आएर भिडियो बिगारिदिएँ मैले होइन। म फेरि त्यहाँ हिँड्दैछु एकछिन, अब हिँड्दै हामी फेरि अगाडि जाने हो। अब मम्मीले जहाँ जानुहुन्छ त्यहीँ जाने हो, हात समातेर पछि लाएर हिँड्ने हो म त। ल म अहिले लन्डनमै छु है। अब एकैछिनमा चाहिँ म फेरि अमेरिका पुगेँ। ल हेर्नुहोस् म फ्रान्स पुगेर आइसकेँ। मम्मीले एकछिन खेल मैले यहाँ पैसा तिरेको छु भन्नुभयो। त्यो भएर म यहाँ उफ्रिन थालेँ, एकछिन खेल्दैछु है। म जस्तै उमेरका केटाकेटीहरू रहेछन् उफ्रिँदैछु। म यिनीहरूसँग बोलिनँ, म यस्तो धम्मी लडेको नि त। तर सलल्ल चिप्लेर आउँदाखेरि त्यो भाइले मलाई हेर्दै थियो कि, तर मैले बाल मतलबै गरिनँ क्या। ल म फेरि माथिबाट चढ्छु है। ल म घर जान्छु अब एकछिनमा।